पैसा त सोध्ने भयो त यार धेरै फेरि छैन है यस्तै हो नि फुटको तास खेल्ने जस्तो पैसा छ म पनि स्वस्थ मस्त ठिकै छु भनौँ होइन सर्ट लाएर आजको मेरो यात्रा धेरै टाढा होइन मिठोसँग धेरै पछि फेरि आज पनि भ्लग बनाउँदैछु मैले हेर्नु न घाम मस्तसँग उदाउनु लाग्छ होइन आज धेरै दिनपछि चाहिँ घाम लागिरहेछ कि पानी आइछ नि त बर्खा मास हो नि त यो त फेरि बर्खामा त त्यही त हो हजुरहरूलाई थाहा छ होइन पुरै डुबानमा पर्ला छ हो दाङ गराइ त के हो कुरो पुरोबाट चाहिँ मिठो घाम उदाउँदैछ यो बिहानको चाहिँ मलाई लास्टै मनपर्छ उठ्न सकेपछि अब उठ्न चाहिँ सकिन्न के गर्ने साउन महिना पनि लागिसक्यो साउन महिनाको आज 6 गते पनि गइसक्यो बुधबारको दिन समय जान चाहिँ के बिहेर क्या है समय त एकछिन तुफानको दिनमा चले जस्तो लाग्छ हो मलाई त अझै पसलहरू खुलेका छैनन् खुल्ने क्रममा छन् खैरा बजारको माहौल हो यो यहाँबाट यतापट्टि जानुपर्ने हुन्छ जिउस बाटो चाहिँ हिजो र आज चाहिँ पानी आएन नि त त्यही भएर चाहिँ मिठो देखिया छ बर्खा मासा पानी परेर देखेर मिठो लाग्छ हो बाटो साटो जिउस बन्दैछ बर्खामा त अब बन्ने अरू बेला बन्दैन युद्धमा जित्यो त स्पेन त कडा रहेछ कि टिम है मलाई चाहिँ थाहा थिएन हो मैले खासै स्पेनको गेम पनि खासै हेर्न पाएन अनि त्यस दिन फेरि कस्तो भइदियो भनेपछि म पनि गेम हेर्ने भनेर मस्त बसिरहेको थिएँ होइन 12 बजीसम्म त बस्यो पनि के अनि 12 बजिसकेपछि त अब साथीहरू भइदिएपछि त सायद अब निदाउन सकिन्थेन होला एक्लै यो निरलाई यो त अब सुत्तीको अब बिहान उठेर 6 बजी कति बजी हेर्छु त अब कहाँबाट आउँछ 1-0 ले हारिसकेको छ अर्जेन्टिना ठिकै हो दाबीदार टिम रहेछ के अरे स्पेन जित्नको लागि ठिकै हो अर्जेन्टिनाले जितिसके पनि छ तर मेस्सी चाहिँ मनपर्छ मलाई अब मनपर्छ भन्दैमा अब उसले जित्नै पर्छ भन्ने चाहिँ हुँदैन होइन गेम भनेको त्यही नै हो हारजित हुन्छ तर चाहिँ मेस्सी चाहिँ मनपर्छ उसको लेगेसी चाहिँ बवाल लाग्छ मलाई त्यो हम्बलनेस होइन मान्छे पनि चाहिने त्यही हो क्या त्यो चाहिँ बवाल लाग्छ अब त्यो भन्दा पनि फेरि अरूलाई हेट गर्ने पनि हुँदैन मेरो तर्फबाट चाहिँ अरू पनि राम्रो छन् सबै राम्रो छन् तर मेस्सी मलाई पर्सनल्ली चाहिँ एकदमै मनपर्छ भन्ने कुरो मात्र हो वर्ल्ड कप पनि सक्यो 2026 को अब 2030मा आउने होला रोनाल्डो मेस्सीहरू सन्यास होला है अब त के हेर्नु र हो भर्खर हेर्न लाग्यो मैले अब एम्बापे हल्यान्डहरू छन् त छन् केटाहरू हेर्न लायकका गेमहरू त छन् एमाले होइन नि फेरि एमाल हो है टाइम चाहिँ अलिक बेटाइममा दिँदो रहेछ क्या गेम चाहिँ अनि त्यही भएर चाहिँ अलिकति हेर्न चाहिँ झ्याउ हुँदो रहेछ क्या अब राति 12 बजी 1 बजी कसले हेर्छ क्या त्यो त अब स्लिपिङ टाइम हो नि त स्लिपिङ टाइममा कसरी हेर्ने बाटो चाहिँ अब पहिला बनाएर बिहाउने केटाकेटीहरू स्कुल जानको लागि रेडी छन् पास छैन हो एक्स्ट्रा क्लास चलिरहेछ यतापट्टि नआएको भयो धेरै भयो 1 महिना भयो क्या सायद म यतापट्टि आएको थिएन हौ गाडीहरू त माथिबाट आउँदैछन् त के हो अहिले डाइभर्सन चाहिँ माथि हारेछ कि हो हापुर खोला अरू त मलाई खासै केही लाग्दैन बाइक चाहिँ ल्याम्मै हुन्छ जस्तो लाग्छ क्या हिलो पनि यस्तो छ्याप्या त फेरि हिलोबाट जानेर ठिकै छ जाऊ यस्तै हो अब नेपालको बाटो यता हो केपी बाटो बनाऊ भन्नुहुन्थ्यो केपी बा छैनन् बालन दाजुले भन्ने होला बालन दाजुको मुडै त हो हालेनको सरकारले चाहिँ एउटा काम चाहिँ ठिकै गर्यो पश्चाताप चाहिँ भएछ उनीहरूलाई पनि अब जुन हाम्रो शिक्षा र स्वास्थ्यमा चाहिँ 3% अतिरिक्त कर लाग्ने थियो त्यो चाहिँ हटाइदियो त्यो चाहिँ बवाल भयो त्यो 3% कर भने त एक्स्ट्रा हो नि त त्यो प्यारेन्ट्सहरूलाई त्यो मर्न लागेको हस्पिटलमा गएको मान्छेलाई पनि 3% ट्याक्स भने त कम हुँदैन नि त्यो चाहिँ खराब थियो तर त्यो चाहिँ हटाइदिएको भए चाहिँ मलाई चाहिँ खुसी लाग्यो भनौँ होइन हाम्रो यो राप्ती विज्ञान प्रतिष्ठान दाङ घोराइ छ नि हस्पिटल जुन आमा छोरो यहाँ जस्तो सेवा सुविधा खतम यहाँ जस्तो भिड मैले कहीँ पनि मानेन क्या त्यसको लागि चाहिँ के छ क्या अब प्रविधि पुगेको छैन भनेपछि सेटअप गर्नु पऱ्यो कर्मचारी पुगेको छैन भनेपछि कर्मचारी थप्नु पऱ्यो होइन त्यो यदि कुनै मान्छे चाहिँ बिरामी लगेर गएको मान्छे पनि त्यहाँ माहौल हेऱ्यो भनेपछि बिरामी भएर फर्किन्छ क्या त्यस्तो छ क्या यस्तो गएपछि बिहान 4 बजी गएर लाइन लाग्यो भने पाला आउँदैन हो त्यो रिपोर्ट आउनु उस्तै ढिलो त्यो लास्टै ल्याङ क्या त्यो चाहिँ अति भएको हो त्यो चाहिँ मलाई चाहिँ खासै चित्त बुझेको छैन होइन त्यो बिमा सिमा गरे यता त भन्छ आखिर लास्टमा औषध किन्नै पर्छ
तनावको मर्नु त स्वास्थ्यमा चाहिँ यो आधारभूत आवश्यकता हो नि त मान्छेको जनताहरूको आधारभूत आवश्यकतामा दलचक्राइ गर्न हुन्न भन्ने मेरो धारणा हो सकभर शिक्षा र स्वास्थ्यलाई चाहिँ फ्रीमा गर्नै यदि शिक्षालाई नसक्ने स्वास्थ्यलाई त एटलिस्ट गरौँ एटलिस्ट स्वास्थ्यलाई चाहिँ फ्रीमा गरौँ क्या निःशुल्क गर्नै पर्यो क्या त्यो अरू हामीलाई थाहा छैन होइन तर गर्नु पर्यो यत्रो कर तिरेछ चिल्लो गाडीहरू केबल कारहरू हवाईजहाजहरू एयरपोर्टहरू मात्रै विकास होइन नि त त्यसमा चाहिँ एकदमै सरकारको चाहिँ ध्यान आकर्षण हुनु पर्यो भन्ने मेरो एकदमै माग छ है स्वास्थ्यमा चाहिँ खेलचक्राइ नगरोस् स्वास्थ्य छ त सब कुछ छ मान्छेको होइन देशको सिस्टम जस्तो अब ट्याक्कै तत्कालै अब आजको भोलि जान नसकेला होइन तर स्वास्थ्यमा चाहिँ फ्री गरौँ क्या हामी जस्तो नर्मल जनताहरूलाई कुनै अलिकति ठुलो रोग लाग्नुपर्छ सक्यो क्या अब सक्यो अब छैन त अब अलिकति कलाकार अलिकति होइन भाइरल मान्छे यताउता भयो त ल ठिक छ मान्छेले चन्दा सन्दा उठाएर भयो भने अलिअलि गर्लान् उपचार गर्लान् भइजाला होइन होइन भने चाहिँ हामी जस्तो नर्मल मान्छेले त कसरी बाँध्ने हो उपचार गर्नै सकिन्न हो अनि सानोतिनो रोग लाग्यो पनि मरिन्छ क्या सरकारलाई चाहिँ म विनम्र अनुरोध गर्न चाहन्छु फेरि पनि प्लिज यो स्वास्थ्यमा चाहिँ निःशुल्क गरौँ हौ एकदमै सर्वसुलभ गरौँ निःशुल्क गरौँ जे सकिन्छ त्यो गरौँ राम्रो गरौँ क्या भन्ने मेरो धारणा हो अब मेरो धारणा मात्र भएर हुन्न हाम्रो रवि दाइजी र बालेन दाइजीको धारणा पनि हुनु पऱ्यो त्यो बवाल छ नि होइन बाइक त आफ्नोभन्दा बढी माया लाग्छ के हो अब यस्तो अरू चिज चाहिँ माग्नुहोस् मबाट होइन अरू म तयार छु बाइक चाहिँ नमाग्नुहोस् प्लिज यार के हो र मिठो घाम लागिरहेको छ घाममा सुरु सिन चाहिँ बवाल बल्ल आज चाहिँ मलाई चैत वैशाखको जस्तो बिहान उज्यालो उदा बित्तिकै देखिने वातावरण त्यो इन्भाइरोमेन्ट हुन्छ नि ट्याक्कै त्यस्तो खालको भाइब चाहिँ आइरहेको छ मलाई आजभोलि पेट्रोलको भाउ कति पुगेको छ पेट्रोल नहालेको 1 महिनाभन्दा बढी भयो पेट्रोल नहालेको सायद मैले बिहान उठ्दा बित्तिकै आइसकेर तातो पानी भनेको तातो पानी 1 गिलास तातो पानी खाएको भन्दा पिएको त्योभन्दा अरू केही होइन यो बिहान भोक पनि लाग्दैन जस काम गरेपछि चाहिँ भोक लाग्ने हुन्छ जस्तो गाउँघरतिर हुन्छ नि त अब अलिअलि शान्तिनो भयो भने यताउता कामसाम गर्ने हुन्छ अब सानामा चाहिँ अलिकति बनसाना जाने होइन घाँस सारा ल्याउने घाँस दाउरा काट्ने सेउला सोत्तर यताउता गर्ने घरमा मल सोत्तर यताउता केही न केही गरिदिन्छ घरमा त होइन यहाँ जस्तो हुँदैन नि त त्यहाँ गएपछि केही न केही काम गरिन्छ केही न केही एनर्जी त लस हुन्छ नि त एनर्जी लस भयो अनि भोक लाग्ने शरीरलाई अनि खाना पनि मिठो हुने खाना त्यो अनुसार खाइन्छ होइन यहाँ त पढ्ने हो बुक हेर्ने हो त्योभन्दा अरू होइन मोबाइल हेर्ने हो अनि खाना कसरी मिठो हुन्छ त बेलजुन्डी रङ्गशाला होइन यो चाहिँ हाम्रो विश्वविद्यालय विद्यापीठ बेलजुन्डीको होइन डक्टरवाला अनि संस्कृत पनि पढाइ हुन्छ यहाँनिर म पनि जाने ट्याक्कै त संस्कृत विश्वविद्यालयमा हो टक्कलार बवाल छ होला है दाङमा विकास चाहिँ भएको छ हौ हाम्रोतिर हेरेर चाहिँ विकास चाहिँ भएको छ यिनीहरू पनि त क्याम्पस जानेवाला टोली हो जस्तो लाग्छ मलाई तर गाउँतिरको भाइब चाहिँ खतरा भइदिन्छ क्या टक्क बिहान उठ्यो वन गयो घाँस दाउरा गऱ्यो शान्त भएको वनलाई चाहिँ एकदमै भरिलो बनायो गीत गाएर सट्ट लाएर कराएर चिच्चाएर कुरा गरेर होइन आजभोलि वन त शान्त छ होला सुनसान छ होला कहाँ मऱ्यो मान्छे भनेर है सहर बजारमा यस्तो घुइँचो लाग्दा लाग्दै वन चाहिँ एकदमै शीतल शान्त भइसक्यो जस्तो लाग्छ क्या मलाई के भन्नुहुन्छ हजुरहरू मलाई चाहिँ गाउँ नै प्यारो लाग्छ खै किन हाम्रो त्यो त्यस्तो धेरै एकदमै दुःख त छँदै छैन मरे पनि छैन बरु यहीँ दाङ घोराइमा खेतीपाती थुप्रो देखेर यहीँ दुःख बढी छ जस्तो लाग्छ होइन मान्छेको तर हाम्रो चाहिँ त्यति धेरै दुःख छैन तर गाउँ हो भन्दा फेरि डाँडा काँडा एकदमै पहाड टुप्पोमै घरको आँगनमा लोटेपछि तल खोलामा आउँछ भन्ने खालको चाहिँ होइन है हाम्रो त्यस्तो चाहिँ कदापि नसुन्नु हाम्रो चाहिँ भ्यालीमै पर्छ घर होइन जस घरभन्दा माथि चाहिँ वन जङ्गल सकेर त्यो चाहिँ डाँडा काँडा भयो होइन भने चाहिँ हाम्रो चाहिँ उपत्यकामै हो क्या ट्याक्कै तल भ्यालीमै हो तर समथरै चाहिँ यहाँ जस्तै समथरै हो होइन एकदमै आँगनबाटै लोटेर पुरै खोलामा जाने जस्तो खालको चाहिँ हाम्रो घरको वरिपरिको वातावरण चाहिँ छैन ल तर बवाल छ हाम्रो गाउँ सबभन्दा बेस्ट भनेको जहाँसम्म लाग्छ हुन त अब सबलाई आफ्नो गाउँ बेस्ट लाग्छ होला तर सबभन्दा जसले पनि असम्म हाम्रो गाउँमा भिङ्ग्रीमा गएको मान्छेले भिङ्ग्री मन परेन भनेर भनेको मान्छे एकजना छैन जस्तो लाग्छ मलाई होइन सबभन्दा बेस्ट भिङ्ग्री हो सबभन्दा राम्रो भिङ्ग्री पछि चाहिँ मलाई बाँसीपुर चाहिँ राम्रो लाग्छ गाउँभरिमा क्या भिङ्ग्री पछि चाहिँ बाँसीपुर राम्रो छ जस्तो लाग्छ है मेरो पोइन्ट अफ भ्यूमा मान्छेको आफ्नो पर्सेप्सन हुन्छ आफ्नो हेर्ने नजर हुन्छ होइन फेरि भन्नु होला फुलको आँखामा फुलै संसार काँडैको आँखामा काँडै संसार ठिक छ अब हजुरले जे मान्ने मान्नुहोस् अब मलाई चाहिँ प्यारो लाग्छ हजुरलाई यही दाम गरेर राम्रो लाग्न सक्छ ओके फाइन केही भएन होइन त्यसमा डिबेट गर्नुपर्ने कुरै छैन हेर्नु त दादाबर छोरो मिठो छ त हौ नेपालीहरूलाई चाहिँ यो ट्राफिक रुल्स एन्ड रेगुलेसन छ नि त्यो चाहिँ खासै त्यो धेरै थाहा छैन ट्राफिक रुल्स एन्ड रेगुलेसन चाहिँ सिक्नुपर्छ सिकाउनुपर्छ जान्नुपर्छ बुझ्नुपर्छ जस्तो लाग्छ इभन मलाई पनि थाहा छैन हौ कन्स्ट्रक्सन भइरहेछ होला के हो संस्कृत पढाइ हुन्छ हौ यहाँ त साथीको फर्म पनि यहीँ गरिदिनु सट्ट बाइक पनि यति रोको धेरै टाढा नलगाउँ
संरचना मिठो देखिरहेछ वातावरण है। सट्ट हाम्रो प्रशासन चाहिँ यो माथितिर हो, कस्तो कस्तो देखिरहेछ मलाई है। लेउ लगाइरहेछ यस्तै त जिन्दगीमा के छ र। सट्ट लगाएर सर चाहिँ आउन टाइम लाग्छ एकछिन, उहाँलाई एकछिन वेट गर्नुपर्ने हुन्छ। सट्ट लगाएर भौतिक संरचनाहरू म देखाउँछु हजुरहरूलाई। जनता विद्यापीठ भयो क्या, यहाँनिर हाम्रो संस्कृत पढाइ हुन्छ। ठुलो छ है संरचना पनि, अनि एरिया पनि ठुलो छ। जोस् ठिकै छ होला। लेउहरू लागिरहेको छ यहाँनिर सट्ट लागेर। भ्लग बनाउन मन लाग्छ, जहाँ लाग्दैन अब के गर्ने पनि। यस्तै छ टक्क लाएर वातावरण वरिपरि। तर मिठो घाम चाहिँ यताबाट मिठो उदाइरहेछ होइन, हजुरहरूले देख्न सक्नुहुन्छ पक्कै पनि। मेरो बाइकको कन्डिसन पनि यस्तै छ। अन्त हरियाली मस्त लाएर बर्खा हो नि त, बर्खामा त घाँस त आउँछ, फेरि हिउँदमा त यो त सुकेर पऱ्यो मतलब उजाड हुन्छ होइन। के छोरो भनेपछि हिरो छैन त बाइक। सट्ट लाएर यतापट्टिको वातावरण पनि देखाइदियो। सुरक्षा गार्ड प्रहर नम्बर 2 सट्ट लाएर। संरचना कता कता छन्, क्लास पढाइ कता कतै हुन्छ होला पक्कै पनि। शिक्षाशास्त्र भवन प्राध्यापक कक्ष परिचय शाखा प्रशासन शाखा देखा। पहिला चाहिँ यता रहेछ क्या संस्कृत शिक्षक भवन, संस्कृत चाहिँ त्यतातिर पढाइ हुन्छ। यही त हो ल। यो ठुलो समाज परसम्म सकेर धेरै देखाउन सकेन, यति देखाएँ। यतिमा हजुरहरूले चित्त बुझाउनु पर्ने हुन्छ। के हो नयाँ ठाउँमा जान भिजिट गर्न रमाइलो चाहिँ हुन्छ, साथीभाइसँग अझ मजा हुन्छ। सटाएर हान्न पाइन्छ नि त, अब एक्लो कसलाई सटाएर हान्ने, आफैले सटाएर हान्ने आफै हाँस्ने होइन। अब एकछिन चाहिँ वेट गर्नै पर्छ मैले। अब ठिकै छ 5-10 मिनट वेट गरौँ। सट्ट लाएर वेट त अब के छ र जिन्दगीमा। पुस्तकालय लाइब्रेरीमा यहाँनिर सकेर ल लाग्यो काम। क्याम्पसको काम पनि बनिसक्यो, भइसक्यो। साथीको फर्म भएन आफै भइसक्यो। अब सट्ट लगाएर म जान्छु। अलिअलि मिठो रुगा लगाइरहेछ, वातावरण ठिकठाकै छ होला। भर्खर धेरै भएको छैन, सभा छ। अनि टक्क गएर रुममा गएर रेस्ट गरेर ससाना पकाएर खाएर फेरि आफ्नो कर्म थलोतिर फेरि चलिदिनु पर्ने हुन्छ। त्यही त हो जिन्दगी, यस्तै छ होइन। चापी पो मैले कता राखेँ, बर्बाद पारौँलाई मैले। अलिअलि भुलक्कड हुन लाग्छ म। पहिला चाहिँ मैले केही भुल्ने थिएन, आजभोलि खै के हो कामको प्रेसरले हो कि काममा बढी पिलानु भएर हो कि बोल्न लागेको छु मैले। पैसा त सोध्यान्ने भयो यार, थैले बर्बाद भयो सोध्यान्ने। कोही धेरै फेरि छैन है यस्तै भने, फुटको तास खेल्ने जस्तो पैसा छन्। कसैले तास खेल्ने पैसा फुटकर चाहिएको छ भने चाहिँ भन्नुहोस् मलाई। तेल पनि छैन, यो फुटकर पैसाले तेल पनि 1 लिटर पनि आन्न। ल लाग्यो है त टोली। कस्तो धेरै सोच्यो भने चाहिँ त्यो काम हुँदैन। कोही जाने होला कि जाम कि नजाम के होला कस्तो होला भन्ने चाहिँ हुँदैन, त्यो काम बन्दै गर्दैन होइन। नसोचेपछि झ्याम भइहाल्छ। आमा छोरो मिठो घाम लाग्छ। तर यो ग्लासले चाहिँ मेरो अलिकति पुरानो भयो कि के हो, राम्रोसँग देखिन्न त के हो कुरो। अब ग्लास छोड्ने फेरि अहिले हावाले डिस्टर्ब गर्छ, आवाजले धुलो पनि खाइन्छ फेरि ग्लास नलगाएपछि। सोल्टी जान्छु है म। रिसाउँछौ र अरे सानो गाडीमा सवार। खासमा कुरो के हो, ओभरटेक गर्न दिन्छ सोल्टीले दिन्न। लाइट नबाल्दा के जानु होइन, ठिक हुँदैन। अनि फेरि यस्तो सामान हेभी लोड बोकेको गाडीहरूको पछाडि फेरि त्यो नजिक चाहिँ जानुहुन्न क्या। अलि टाढा अलि डिस्टेन्स चाहिँ मेन्टेन गर्नुपर्छ। ठिक छ, म धेरै डिस्टेन्स मेन्टेन गरेर यति चाहिँ गर्छु। यो तानेन मुस्लो त। त्यही भएर इलेक्ट्रिक गाडी चलाउनु पर्छ भनेको चाहिँ कारण यो हो क्या। एयर पोल्युसन त डेन्जर गरिदिन्छ हो। माटो त बवाल उचाइ राख्दैछ। पहिला क्रिकेट यता खेलिन्थ्यो क्या, आजभोलि क्रिकेट यहाँ नखेला। क्रिकेट त भयो 3-4 महिना भयो, कति भयो, यो वर्ष खेल्दा छैन क्या सायद। थप्पो भएको छ हो, बोल्नै सक्दैन हो। अहिले त अब भिडियोमा त अलिकति लाउड भोइस बनाएको छु होला सायद होइन, नत्र भने त बोली त सानो मसिनो छ। उस्तो नि ताल परे मान्छेले सुन्दैनन् हौ। हेलो बाटो नजाऊ, बाटो यताको बाटो राम्रो छ नि त। घचक्क पारेर ब्रेक हाल्नुहुन्छ। अगाडि गाडी आजकल हेर्ने छैन, छिरिम छाप्रे घटाप्रे
यो चाहिँ हाम्रो सिमेन्ट फ्याक्ट्री यहाँनिर छ अन्त सट्ट पूर्व चाहिँ त्यो हाम्रो घर उतै हो नि त त्यो डाँडादेखि ट्याक्कै तल्लापट्टि हो पहिला यो पुल नबनेर तल खोलाबाट आउनु पर्थ्यो भिड बवाल लाग्थ्यो हौ साथीहरू मेरो बडी खतरा भन्नु होइन टक्क सिलिङ भन्नु कारण के हो भने बाइकले उखारेर हो क्या डाइटिङ साइटिङ यहाँ त्यहाँ के गर्नु पर्दैन जिम सिम एक्सर्साइज केही गर्नु पर्दैन क्या बाइक चलाएपछि त्यत्तिकै के हुन्छ भने चाहिँ एक्सर्साइज हुन्छ बाटो यस्तै छ अगाडि टिप्पर सोल्टिसक्यो टिप्पर सोल्टी बिस्तारै जान्छु है जाम जिन्दगीमा मान्छेहरू राम्रा मान्छे हुन्छन् नराम्रा मान्छे हुन्छन् सब चिज हुन्छन् हजुरलाई राम्रो कुबलो सोच्ने सब हुन्छन् जिन्दगीमा फिल्टर गरेर हिँड्नुपर्छ मान्छे चिन्ने आफ्नो बाटो हिँड्ने भने जस्तो होइन म जान्छु हौ जान्छु मेरो चाहिँ डाइभर्सन आयो अझै पसलहरू खुलिया छैनन् कि भने त बल्ल 6:30 भयो क्या घाम लाग्यो भने चाहिँ एकदमै उज्यालो एकदमै दिउँसै हुन लाग्यो भने जस्तो देखि पसल खुलिया छैनन् मान्छेले घाम लगाएर पऱ्यो होइन 8 बजे 9 बजे 10 बजे जस्तो देखिरहेको सायद अब्स्टाकल्सहरू आउँछन् अप्स एन्ड डाउन हुन्छ कहिले पनि आफूलाई डिमोटिभेट फिल गर्नु होइन मोटिभेट फिल गर्नु पऱ्यो केही फरक पर्दैन कसैले केही गर्दैन खाने भातै हो जाने घाटै हो खान नपाएर मरेको कोही छैन लाउन नपाएर मरेको कोही पनि छैन केही फरक पर्दैन चिल हुनुहोस् रमाउनुहोस् इन्जोय हुनुहोस् इच एन्ड एभ्री सेकेन्ड प्रत्येक मोमेन्ट चाहिँ खुसी हुनुहोस् बाँच्न सिक्नुहोस् आफूलाई समय दिनुहोस् खुसी हुनुहोस् सकभर आफ्नो कारणले चाहिँ अरूलाई असर हुने काम नगर्नुहोस् अरूको अगाडि खुसी हुनुहोस् खुसी देखाउनुहोस् त्यही हो केही फरक पर्दैन यहाँ केही हुनेवाला छैन दुःख स्ट्रेस हजुरले टेन्सन सेन्सन ल्याएर कसैले पनि हजुरलाई केही गर्नेवाला छैन केही हुनेवाला छैन खुसी हुनुहोस् जिन्दगीमा अरू केही गर्नु पर्दैन म जस्तै खुसी हुनुहोस् ल बाँकी चाहिँ हामी नेक्स्ट भ्लगमा भेट्नेछौँ त्यति बेला हजुरहरू स्वस्थ मस्त खुसी रहनुहोस् बाबा आई लभ यु मोर ल मिठो दियो केटोले